एउटा कुरा भनौँ, फेसबुकको नयाँ फिचर तपाईलाई कसैसँग रिस उठेको छ अथवा भनौँ तपाईको कसैसँग लभ परेको थियो, ब्रेकअप भयो, अब के गर्ने त? फेसबुकले अहिले धेरै मान्छेहरूको मानसिक समस्यालाई लिएर एउटा नयाँ फिचर ल्याएको छ। तपाईलाई कसैसँग रिस उठेको छ, कसैसँग चाहिँ झगडा पर्यो अथवा कसैको अनुहारै हेर्न मन छैन, अन्य धेरै कारणहरू हुन सक्छन्, जसरी चाहिँ तपाईलाई फेसबुकमा कसैलाई अनफ्रेन्ड गर्न मन छ अथवा ब्लकै गर्न मन लागेको छ भने त्यसको विकल्पमा चाहिँ फेसबुकले अहिले एउटा नयाँ फिचर ल्याएको छ। आउनुहोस् कुरा गरौँ आजको भिडियोमा फेसबुकले ल्याएको यो नयाँ फिचरको बारेमा। ल आउनुहोस्, अब तपाईलाई म फेसबुककै स्क्रिनमा लगेर देखाउँछु यो फिचरको बारेमा। यो के हो, यसले कसरी काम गर्छ र के का लागि यसलाई प्रयोग गर्ने भनेर। एउटा कुरामा तपाईलाई स्वागत छ। भिडियोलाई लाइक र कमेन्ट गर्नुहोस्, साथीहरूसँग सेयर गर्नुहोस् र सब्स्क्राइब गर्नुहोस्। आउनुहोस् है त, अब तपाईलाई म फेसबुकमा लगेर देखाउँदैछु है त। हेर्नुहोस् है त, यो फ्रेन्ड्स ट्याबमा जानु होला। यो फ्रेन्ड्स ट्याबमा गइसकेपछि तपाईहरुले सिधै यहाँ योर फ्रेन्ड्स भन्ने अप्सन छ, यहाँ छेउमा हेर्न सक्नुहुन्छ है। ल योर फ्रेन्ड्स भन्ने अप्सन गइसकेपछि यहाँ तपाईको सबै साथीहरु देख्नु। अब मेरै नाम छ सुरुमा, मेरै यही नामलाई गरेर देखाइदिन्छु। अब तपाईले यसमा देख्न सक्नुहुन्छ र तपाईले यो फ्रेन्ड्समा यसरी थिचिसकेपछि अब तपाईको यहाँ टेक अ ब्रेक भन्ने अप्सन दोस्रोमा छ, हेर्नुस् है त। त्यसपछि अब यो तपाईलाई म बुझाइदिन्छु। पहिलो अप्सन रहेको छ यहाँनिर। पहिलो अप्सन भनेको तपाईले सम्बन्धित यो व्यक्तिलाई चाहिँ, यो व्यक्तिको गतिविधि चाहिँ आफ्नो फिडमा कम देख्न पाइन्छ। तपाईले यो लिमिटमा गएर यसरी चुज गर्नुभयो भने र तल यहाँ सेभको अप्सन छ, यो सेभ अप्सन चाहिँ थिच्नुपर्ने हुन्छ। र यसको अरु फाइदा भनेको तपाईले चाहिँ यो विकल्प रोज्नुभयो भने यो व्यक्तिको पोस्ट र यिनीहरूले गरेको ट्यागहरूको र कुनै पनि सामग्री चाहिँ तपाईले तपाईको न्युज फिडमा देखिँदैन। र यसको साथै साथी भएर पनि यो व्यक्तिको अपडेटबाट चाहिँ अब म टाढा रहन सक्ने भए यो मैले मेथड यो विकल्प प्रयोग गरे पछाडि। अब लागौँ तपाईले यो यसरी सेभ थिच्नुपर्ने हुन्छ। मैले चाहिँ अहिले थिचिन, तपाईलाई बुझाउनको लागि मात्रै यो भिडियो बनाएको। र अर्को छ दोस्रो अप्सनमा जाउँ। दोस्रो विकल्प दोस्रोमा छ, यहाँ तपाईले देख्न सक्नुहुन्छ हाइड योर पोस्ट फ्रम केजी प्रोफाइल। अब यहाँ जानुहोस् र यसमा गइसकेपछि तपाईले अब यो भनेको के त बुझाइदिहालौँ। यो चाहिँ तपाईले आफ्नो गतिविधि यो व्यक्तिसँग, जस्तै सम्बन्धित व्यक्तिसँग भनौँ, अझ तपाईले अब कसलाई गर्नुहुन्छ, सम्बन्धित व्यक्तिबाट चाहिँ लुकाउने सीमा तय गर्न मिल्छ यसमा चाहिँ है आफ्नो गतिविधि। र यो अप्सन तपाईले छानिसकेपछि सो त फेसबुकले चाहिँ यहाँ भनेको पनि छ रेस्ट्रिक्टेड लिस्टमा राखिदिन्छ। र त्यो राखिसके पछाडि तपाईले पोस्ट गरेको तब मात्र देख्न पाउँछन् जब तपाईले पब्लिक गर्नुहुन्छ वा उनीहरूलाई ट्याग गर्नुहुन्छ, त्यसपछि मात्रै उनीहरूले त्यो देख्न पाउँछन्। नत्र भने साथीहरूको लागि तपाईले यो पोस्ट सेयर गर्नुभयो भने उनीहरूले जसलाई तपाईले यो चुज गरेर यो विकल्प चुज गर्नुहुन्छ उसले देख्न पाउँदैन। अब र यसलाई त्यसपछि तपाईले सेभ गर्नुपर्ने हुन्छ। यो विकल्प छान्नुभयो भने चाहिँ यहाँ यसरी सेभ गर्नुपर्ने हुन्छ। अहिले चाहिँ मैले गरेर देखाइदिएँ। अब फेरि म यो सेभ गरेपछि यहाँ तल यो पछि हेर्नुभयो भने यो तलकोमा चुज हुन्छ। पहिलोकोमा पनि त्यस्तै गरेर देखाइदिन्छु म तपाईलाई। पहिलोकोमा यसरी सेभ थिच्नुपर्ने हुन्छ है। र पछि फेरि कुनै समय पछाडि फेरि तपाईले यसमै गएर यसलाई चाहिँ जस्तै मैले अघि यहाँ चुज गरेको थिएँ नि, फेरि गएर तपाईले यो फेरि पहिलाको जस्तै पनि बनाउन सक्नुहुन्छ है। र अब तेस्रोको बारेमा कुरा गरौँ है त। तेस्रो अप्सन पनि बाँकी छ। यहाँ तेस्रो अप्सनमा चाहिँ रिमुभ योर सेल्फ फ्रम अल दियर पोस्ट भनेको छ। यो भनेको के हो भन्दा यो व्यक्तिले ट्याग गरेको छ टाइमलाइनमा, मेरो टाइमलाइनमा केही लेखेको छ भने, केही सेयर गरेको छ भने त्यो एकैचोटिमा चाहिँ यो अप्सन चुज गर्नुभयो भने सबै डिलिट हुन्छ। र अहिले चाहिँ मैले गरिनँ, मेरो आफ्नै प्रोफाइल भएको भएर यहाँ तपाईले सेभ गर्नुपर्ने। सेभ गरिसकेपछि तपाईको सबै उसले ट्याग गरेको, टाइमलाइनमा लेखेको, केही सेयर गरेको छ भने त्यो सबै डिलिट हुन्छ। र अब तपाईले यति गरिसके पछाडि पछि फेरि फिर्ता लिन सक्नुहुन्छ। र यो फिचरको सबैभन्दा उपयुक्त पक्ष के हो भनेदेखि फेसबुकले यस प्रक्रियालाई पूर्ण रूपमा गोप्य राख्छ। यो चाहिँ सबै तपाईको गोप्य राख्छ।
तपाईँले यो फिचर टेक अ ब्रेक फिचर प्रयोग गरेको जानकारी त्यो व्यक्तिले पाउँदैन। जस्तै अहिले मैले यसलाई गरेको छु भने यो व्यक्तिलाई गरेको यो उसले चाल पाउँदैन, उसले थाहै पाउँदैन। फेसबुकले चाहिँ कसैलाई पनि थाहा दिँदैन, तपाईँले गरेको तपाईँलाई मात्रै थाहा हुन्छ। र यो चाहिँ खालि मानसिक शान्तिको लागि एउटा फेसबुकले बनाएको। यस्तै नयाँ नयाँ टेक एन्ड ट्रेन्ड सम्बन्धी जानकारीका लागि यो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। फेसबुक र टिकटकमा हेर्दै हुनुहुन्छ भने फलो गर्न चाहिँ नबिर्सनु होला है त। आजको लागि यति नै। अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। भिडियोलाई लाइक र कमेन्ट गर्नुहोस्, साथीहरूसँग सेयर गर्नुहोस् र सब्स्क्राइब गर्नुहोस्। सँगै नयाँ कुरा सिकौँ।